Hello friends, welcome back to my channel. It's me Precious Madhura and today's a new video. So yes guys, after a long time I'm finally back. अनि yes आज चाहिँ मम्मी र म गाउँ जाँदैछौँ 6 बजेको बसमा. So yeah, but there is a twist. हामीले घरमा कसैलाई पनि भनेको छैन मामी आउँदैछौँ भनेर. लाइक हामी हिजो बोलेको थियौँ अनि हामी त यस्तो यस्तो भयो नआउनु भनेको भन्दैम. अनि यस तमुल होसा आउन लागेको छ. अनि हामीलाई पनि यसो मेरो विन्टर भ्याकेसन पनि छ. सो गइदिउँ न त भनेर हामी जाँदैछौँ. अनि हामी चाहिँ अहिले यहाँ 5:15 भइसकेको छ. Yes, we are ready. म चाहिँ पुरै लुगा लगाइसकेँ. अब हामी एकछिनमा चिया खान्छौँ. त्यही हो. I just want to see आमाको reaction. This is my outfit. मलाई चाहिँ ज्याकेट लाउनु छ, मफलर लाउनु छ, मोजा लाउनु छ, जुत्ता लाउनु छ. त्यही हो. Tea time. Mama, Abhi, what? हामीलाई चिसो लाग्छ भनेर we are having tea. Guys, literally कालै हो 5:30. Already. Guys, हामी चाहिँ इन ड्राइभ गर्दैछौँ बिकज हामी दुईजना छौँ. हामी दुईजना बस पार्कसम्म कसरी जाने भन्ने कुरा हामीलाई थाहा छैन. सो वी आर ड्राइभिङ. त्यही पनि दुईटा किनकि हाम्रो सामान पनि छ. जतिवटा हामी त्यतिवटा हाम्रो सामान नै छ. यस. ओ माई गड, टाइट हुँदो रहेछ. यो भित्र अझै आइनेको छ है. So that I don't feel cold at all. So take number 1 and all. So आज हामी बस पार्क जान्छौँ. इन्टरभ्यूलाई बोलाएर. त्यही हो. वी आर लेट. हामी अटेरमै गाइज यहाँ हेर्न सक्नुहुन्छ. लुगा ठुल्ठुलो लाएर यसले लाएर मैले त लाएँ होइन. यसलाई बाक्लो भनेको नि. गीत बज्यो कपिराइट लाउँछ. गाइज यहाँ नृत्य हेर्न सक्नुहुन्छ. नृत्य हेर्न सक्नुहुन्छ. गाइज हाम्रो बसमा चढ्दै मेरो अलरेडी टाउको दुखेको छ. मेरो अलरेडी सुन्न भन्नु न किन होला. त्यही हो गाइज. ओके गाइज, हाम्रो स्न्याक्स टाइम चलिरहेको छ. भइरहेको छ.
ओके गाइस बाबा ठाठुमा हेर्नु त हेलो हेलो मोरी हामी माछा लिन मात्र आएको ल हामी जान्छौँ फेरि हेलो 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 आमा के छ हाल खबर झर्दिन आयो भन्दा मैले वाकेको नि आज आमले हेलो हेलो एक हप्ता मेरो नानी त म एक हप्ताको लागि आएको यहाँ एक हप्ताको लागि आएछ मेरो छोरी मेरो बिदा हो नि बिदा पाएछ भर्खर आउनु भएको छ मेरो तपाईँले थाहा भएको छैन मैले छोरी र नातिनीले आज आम्चु नभनिकन आयो हिजो माछा आइज माछा खाने भए भन्ने थियो त्यही भएर हामी आइदिएको बाउले देखे देखेन लोसार मान्न आएछ अब लट्टी पकाएर खुवाउनु पर्ला होइन ल खाने हो मासु खानु कति चिसो गाइस होइन ऊ आयो लाउँछ सक्छ तपाईँले त उस खोल्न स्कुल जान्छ फेरि म त घौटा बसेपछि मैले कसरी खोल्ने आमा त हेर्न सुतेर बसे छटै यो त मलाई झम्टिन ठिक्क परे यहाँ हेर्नु न मलाई यो केही नोटिस गरेन मलाई त ठुम दादा खान्छ मेरो नयाँ लुगामा खोल्न हुन्न झम्टिन्छ क्या आउँदिनँ म ठिक्क परे त्यसले म आयो भनेर कस्तो गाह्रो भयो वाग्दा अब हामी घौटी ढकाल्नु सकिन फ्रेस हुन्छ यस्तो खाटमा गएर बस्छ उता उता खै मेरो चाहिँ के को यताबाट यहाँबाट सिधा बारी घुमेर निस्केको त नि आमाको त्यो के भन्छ आमा चाहिँ खोइ ए मेरो यता हो मलाई खान्न नखान्न आमालाई अर्को उतो अग्लो पिर्का ल्याए गाइज म चाहिँ चिया खाएर यहाँ मेसिनमा आएको भन्दै लडेको यो यसमा हो यहाँ सक्नुहुन्छ गाउँघरको दिस इज कल्ड धानकोट नि यो चाहिँ के हो एकदम चिसो यहाँबाट धान कुट्छौँ त्योबाट कोदो कुट्छौँ अहिले हामी कोदो कुट्न आएको जे भयो नि कोदो पिस्न आएको हामी यता भनिन्छ गाउँको बाटो हामी के टिप्न आएको खोले साग म जान्न हामी खोले साग टिप्न आएको म जान्न यस्तो बाटो मलाई हिँड्न आउँदैन क्या यस्तो बाटो हिँड्नु पानी छैन
होइन जतिखेर पनि बर्डन खान सकिन्छ यहाँ के बाटो जस्तो के अरे रङबाट आयो क्या अरे तपाईँ जानु म एकछिन आइबस्छु सबै सही चराले गुड बनाउँदैछ गाइस त्यहाँ चाहिँ मादी खोला है त्यो पुल रहेको छ हो त I don't want to go. You go. म तपाईँ कहाँ गयो जाउँ न त हिँड्ने खबर ठन्ड कहाँ र त साग यत्रो साग हुन्छ धनियाँ जस्तो few minutes later मलाई त सुत्नु मन लाग्यो भाइ निन्द्रै पुग्यो खानु भरे जाडो हुन्छ क्या ल गाउँमा ढिँडो खोले साग दुईटा खालको मासु गाइस के खाँदै हुनुहुन्छ भन्नुहोस् त मलाई ढेँडो अनि खोले साग अनि मासु दाल के हुने नि ल कस्तो छ मलाई त गाबै दिएन मेरो मम्मीले गावा दिएन हौ कस्तो छ मम्मीलाई यसो रिभ्यू दिनु नि त घरको आमा भनिदिनु नि त मासुले स्याही गरिदिन्छु मेरो छोरीलाई त बुढाबुढी हेर्नु त खतरा देख्यो भने गलमाटमा मिठो हुन्छ त्यहाँ माछा बन्द छ यहाँ यो के हो सुगुटी माछा चाहिँ यो मान्छेको उसमा है त यो हाम्रो लोसार हो लोसारलाई आज यस्तो लोसारको दिनमा कस्तो होला है मम्मी माछा पाक्दैछ है माछा माछा पकाउने हाम्रो बाउ मासु सुकाउने हाम्रो आमा मेरो मम्मीले मेरो लागि के बुन्दै हुनुहुन्छ छाट्न चिप्सी मम्मी त जिप्सीलाई नदिनु है यो के हो मम्मी खै तपाईँले के बुन्दै हो खै तँलाई के चाहियो भनेर बुझ्न लाग्यो म त कसको लागि हो र यो तेरै लागि Oh my god, यो चाहिँ मिकासा स्कार्फ हो गाइज इट्स सो ट्रेन्डिङ त्यही भएर आई वाज इन लभ विथ दिस स्कार्फ अनि लिनु मन लागिरहेको थियो एन्ड अफकोर्स ट्यालेन्टेड मदर भएपछि किन्नै पर्दैन जे चाहियो त्यही उपलब्ध हुन्छ भन्नु हजुर मैले मिकासा स्कार्फ किनिदिनु भनेको अनि त्यो 800-900 हालेर कसले किनिदिन्छ 300 को धागो ल्यायो भने म आफै 2 दिनमा बुनिदिन्छु भन्थ्यो तर 2 दिनसम्म चाहिँ नाप्दा ठिकै हो होइन आधी दिन चाहिँ हामीलाई कुरुस खोज्नमा लाग्यो सो द्याट्स इट फर टुडे इफ यु लाइक दिस भिडियो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर नबिर्सनु होला थ्याङ्क्स फर वाचिङ किप सपोर्टिङ आई विल ट्राई माई बेस्ट टु अपलोड भ्लग्स त्यही हो भन्ने चाहिँ यसको थेगो है जे भने नि त्यही हो गर्छ त्यही हो गाइज एन्ड आइ एम ग्रोइङ माई फरेनर सब्सक्राइबर्स है त त्यही हो निस्किन्छ Okay, that's it for today. Bye.